नमस्ते 안녕하세요 여러분 स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा अघिल्लो भिडियोमा मैले तपाईहरुलाई चाहिँ हाम्रो यो फुल सेटको चाहिँ हाम्रो नयाँ परिमार्जित हाम्रो क्वेशन सेट अनुसार अन्तर्गतको चाहिँ मैले फुल सेटको तपाईहरुलाई स्क्रिनिङको भिडियो चाहिँ अघिल्लो ताल लिएको थिएँ भने अहिले चाहिँ मैले तपाईहरुलाई त्यो स्क्रिनिङको भिडियोको चाहिँ मैले तपाईहरुलाई सरस्वती सल्म्याङ लिएर आएको छु र सल्म्याङको भिडियोमा आज चाहिँ मैले तपाईहरुलाई इक्कीको इलबन बुथस इसिबन काजी हैन भनेको हाम्रो रिडिङ सेटको मात्र सल्म्याङ गर्ने छु भने तपाईहरुलाई अर्को हाम्रो लिसनिङको सेट चाहिँ फेरि म अर्को नेक्स्ट भिडियोमा लिएर आउने छु र तपाईहरुले चाहिँ भिडियो कस्तो लाग्दैछ तपाईहरुले सल्लाह सुझाव र प्रतिक्रिया र सब्स्क्राइब पनि गरिदिनु होला र अहिले चाहिँ हामी अब स्क्रिनतिर नै लागौं है भनेको हामी भिडियो हेर्नतिर नै लागौं र हामीले चाहिँ अस्तिको कुराहरुमा चाहिँ तपाईहरुको चाहिँ कतिवटा मिल्यो भर्सक सबैवटा मिल्यो होला भन्ने मैले आशा गरेको छु र मिलेको छैन भने अब एकपल्ट सबैजनाले हेरौं है त ल 일본부터 4번 다음 그림을 보고 맞는 단어나 문장을 고르십시오 भनेर भनेको छ है भनेको हामीले चाहिँ चित्र हेरेर चाहिँ के गर्नु पर्यो त मिल्ने यहाँनेरिको शब्द अथवा हामीले चाहिँ वाक्यलाई छान्नु पर्ने भयो है ल अब हामीले चित्र हेर्दै छौं है अब चित्रमा हेर्दाखेरि अब यहाँनेरि हाम्रो अप्सनमा के दिएको छ त भनेर भन्दाखेरि चाहिँ 농업에서 씁니다 भनेर भनेको छ है भनेपछि यो चित्र चाहिँ केमा प्रयोग गरिन्दो रहेछ अथवा यो चित्र भएको वस्तु चाहिँ हामीले चाहिँ कुन क्षेत्रमा अथवा कुन उद्योगमा चाहिँ प्रयोग गरिने रहेछ भन्ने कुरा चाहिँ छान्नु पर्ने भयो है त्यही भएर अब यहाँनेरि चाहिँ 농업에서 씁니다 भनेर भन्छ 농업 भनेको के हो त कृषि हैन अनि के हो त क्षेत्र भन्ने भयो हैन भनेपछि अब यो कृषि क्षेत्रमा प्रयोग गर्ने चीज हो त हैन जस्तो लाग्यो है अब त्यसो भए अर्कोमा अबेस 씁니다 भनेको छ अब भनेको चाहिँ हाम्रो माछा पालन उद्योग भन्ने हो है ल माछा पालनमा प्रयोग गरिन्छ हैन सुदा चाहिँ केबाट आएको त सुदा चाहिँ सुदाबाट आएको भयो है अब ख्वाङबेस 씁니다 भनेको छ ख्वाङ भनेको चाहिँ खानी उद्योग भनेर भनेको भयो है खानी अनि उद्योग हुने भयो हैन भनेपछि अब इमप भनेको चाहिँ इमप भनेको वन क्षेत्र भनेर भनेको है वन क्षेत्रमा अथवा खानीमा प्रयोग गरिन्छ होला त यो हैन यो चाहिँ हाम्रो एउटा माछालाई चाहिँ के त भन्दा मार्ने बेलामा माछालाई निकाल्ने एउटा जाली हो हैन हामीले नेपाली भाषामा यसलाई माछा उगाउने थकली अथवा जाली जेसुकै पनि भन्न सकियो हैन भनेपछि माछा पालनको चाहिँ के त क्षेत्रमा चाहिँ प्रयोग गरिने रहेछ हैन भनेको क्षेत्र अथवा उद्योगमा चाहिँ प्रयोग गरिने रहेछ भने हाम्रो मिल्ने एन्सर चाहिँ कतिको हुने भयो त भनेर भन्दाखेरि हाम्रो मिल्ने एन्सर चाहिँ मिल्ने एन्सर 정답은 2번입니다 है 2 नम्बरको एन्सर चाहिँ हाम्रो सही एन्सर हुने हुन्छ है त्यही भएर अब हाम्रो यो के हो त माछा पालन क्षेत्रमा प्रयोग गरिन्छ भन्ने एन्सर चाहिँ सही एन्सर हुने भयो है ल अब अर्को नम्बरमा जानु होला है ल अब ई वनमा चाहिँ अब यहाँनेरि हामीले फेरि चित्र हेरेर हामीले के गर्नुपर्ने भयो त साइडमा के गरिरहेको छ यो मान्छे भनेर चाहिँ हामीले छान्नुपर्ने भयो ल तपाईहरुलाई यहाँनेरि अप्सन दिएको छ मुरुल पुरीको इसुनिदा है भनेको मूल भनेको पानी पुरिदा भनेको के भयो त भन्दा छर्नु भन्ने भयो है भनेपछि पानी चाहिँ छरिरहेको छ अथवा स्पेयर गरिरहेको छ भन्नु मिल्छ त मिलेन जस्तो लाग्यो हैन अब अर्कोमा हेर्नुस् त सियासुल पुरीको इसुनिदा सियात भनेको चाहिँ के भयो त भन्दा यो चाहिँ बिउ भन्ने अर्थ लाग्छ है बिउ चाहिँ छरिरहेको छ भन्ने अर्थ लाग्ने हुन्छ अब बिउ छरेको पनि छैन भनेपछि मिलेन हैन अब अर्कोमा चाहिँ हेर्नुस् त फिरियोरुल पुरीको इसुनिदा फिरियो हैन फिरियो भनेको चाहिँ रासायनिक मल हो है रासायनिक मल हो भने हैन अब तपाईको रासायनिक मल चाहिँ छरिरहेको छ भनेर भनेको छ अब यहाँनेरि खरुम भएको भएदेखिको चाहिँ यो हाम्रो प्राङ्गारिक मल हुन्थ्यो भने फिरियोले चाहिँ रासायनिक मल भन्ने बुझाउँछ भनेपछि अब मल छरेको पनि छैन भनेपछि यो पनि मिलेन होला हैन भनेपछि अर्कोमा हेर्नुस् त मोनेगिरुल हाको इस्मिदा भनेर भनेको छ है मोनेगिरुल हादा भनिसके पछाडी चाहिँ मोनेगी हादा भनेको के हो त यो धान रोप्नु भन्ने अर्थ लाग्छ है भनेको
अब मो भनेको बिरुवा हो, धानको बिरुवा रोप्नु हैन। अब यो चाहिँ मो अनि के भयो त मो छाङसो एस है अनि नोने सिमनुन हैन अनि के हो त मोजोङ भनेर भनिन्छ हैन। भनेको के भयो त भन्दाखेरि मो छाङसो भनेको यो हाम्रो बिरुवाहरू रोप्ने भएको स्थानबाट चाहिँ के त खेतमा चाहिँ के त सिमनुन भनेको रोपिने चाहिँ मोजोङ भनेको बिरुवा है। भनेको यो हामीले धानको बिरुवा खेतमा चाहिँ कहाँनिर रोपिन्छ त भन्दा धानको बिउ रोपिन्छ नि त हैन। बिउ अथवा बिरुवा भनिन्छ भने हाम्रो मिल्ने एन्सर चाहिँ के हुने भयो त 4 नम्बरको छङदाप चाहिँ 4 नम्बरको हुने भयो है त। ल बुझ्नुभयो होला। ल हामी अर्को नम्बरमा जान्छौँ है। ल अर्को नम्बर हामी साम्बनमा जाँदैछौँ है। साम्बनमा चाहिँ अब हामीले के गर्नुपर्ने छ त भन्दाखेरि यहाँनिर चित्र हेरेर हामीले चाहिँ यहाँनिर चाहिँ खाली ठाउँ अथवा फिनखान है, फिनखानमा चाहिँ हामीले मिल्ने चाहिँ हामीले के गर्ने त भन्दाखेरि यहाँबाट शब्द छानेर लानुपर्ने भयो। ल अब यो चित्र चाहिँ के को छ त भनेर भन्दाखेरि यो चाहिँ एउटा कन्भेयर बेल्ट भन्ने हो है। कन्भेयर बेल्ट भनेर भनिन्छ हैन। यो चाहिँ तपाईको सामानहरूलाई चाहिँ एक ठाउँबाट अर्को ठाउँमा चाहिँ सार्ने बेलामा चाहिँ बेल्टको माध्यमबाट चाहिँ हाम्रो चाहिँ जस्तो तपाईहरुको देख्नु भएको एयरपोर्टतिर चाहिँ सामानहरू चाहिँ वरिपरि घुमिरहेको हुन्छ नि है, वरिपरि घुमिरहेको हुन्छ एउटा के को माध्यमबाट त बेल्टको माध्यमद्वारा हैन। अनि त्यो सामान चाहिँ तपाईले निश्चित स्थानबाट चाहिँ के गर्नुपर्ने हुन्छ त भन्दा रिसिभ गर्नुपर्ने हुन्छ। त्यो बेल्ट चाहिँ के हो त भन्दा कन्भेयर बेल्ट भन्ने हो हैन। भनेपछि हाम्रो सामानहरू चाहिँ के गरे त बेल्टको माध्यमबाट सर्ने सिस्टमलाई चाहिँ कन्भेयर बेल्ट भनेर भनिने रहेछ र कोरियन भाषामा पनि हामीले त्यसलाई कन्भेयर नै भनिने रहेछ है। तर अब यहाँनेरि कन्भेयर भनेर भन्दाखेरि चाहिँ अब हाम्रो मिल्ने एन्सर चाहिँ छान्नुपर्ने भयो। अब हाम्रो अल्फाबेट चाहिँ के हुन्छ भनेर भन्दाखेरि चाहिँ अब यो कन्भेयर मिल्दैन हैन, खन्भेयर पनि मिल्दैन हैन। अब यहाँनेरि अर्को खन्भेयर भनेर भनेको छ, यो पनि मिलेन। हाम्रो मिल्ने एन्सर चाहिँ कतिको हुने हुन्छ त भन्दा छङदामुन इ बनि मिल्दा हैन। हामीले चाहिँ यो चाहिँ तपाईले यो ख ख यो अगाडिको हाम्रो अल्फाबेटहरू यो कुराहरू पनि तपाईहरुले याद गर्नुपर्ने हुन्छ भनेर चाहिँ मैले यो राखिदिएको हैन। अब यस्तै ओहरु तपाईहरुलाई चाहिँ एक्जाममा आइदियो भने के हो त अलिकति तपाईहरु अलर्ट हुनुहुन्छ अथवा सचेत हुनुहुन्छ भन्नको लागि राखिदिएको क्वेशन भयो है। ल बुझ्नुभयो होला। ल अर्को नम्बरमा जानुस् है। ल अब हाम्रो यहाँनेरि साबनमा चाहिँ फ्योजी फान छ है। भनेको यो चाहिँ अब यहाँनेरि के दिएको छ त भनेर हामीले चित्रमा हेर्दैछौँ हैन। चित्रमा चाहिँ एउटा मान्छे चाहिँ चिप्लिनु खोजेको जस्तो अथवा के त लड्नु खोजे जस्तो देखिरहेको छ। अब हामी अप्सनमा जान्छौँ अनि अप्सनमा गएर नै छुट्याउँछौँ के भन्न खोजिएको रहेछ त यो सांकेतिक चिन्हले भनेर है। ल अब हेर्नुस् त खामजन दैल्सु इस्निका छोसी मासेयो भनेर भनेको छ है। अब खामजन दैदा भनेको चाहिँ यो के भयो त करेन्ट हैन। भनेको दैलसुइता भनेको लाग्ने सम्भावना है। लसुइता उल्सुइताले नसक्नु अथवा नसक्नु भन्ने अर्थ दिन्छ हैन। भनेको करेन्ट लाग्नु सक्ने भएकोले छोसिम हाँसे हो हैन। भनेको के भयो त होशियार हुनुहोस् हैन। अब यहाँनेरि करेन्ट लागेको जस्तो खै देखिए जस्तो लागेन हैन, मिलेन होला है। अब अर्कोमा के भन्दैछ त छुराक सागो इसुनिका छोसिम हाँसे हो। छुराक सागो भनेको के हो त भन्दा खस्ने हैन, माथिबाट खस्ने दुर्घटना भनेर भनेको हो हैन। भनेपछि अब यो पनि मिलेन हैन। अब अर्कोमा छ फादाकी मिकुराउ निका छोसी मासे हो हैन। अब यहाँनेरि के भन्यो त भन्दाखेरि फादाकमा चाहिँ के छ त फादाक भनेको भुइँ भयो हैन। भुइँ चाहिँ मिकुरप्ताबाट आएको हो। मिकुराउ निका भनेको चाहिँ केबाट आएको त मिकुरप्ता भन्ने बढाएको हो हैन। भनेको चिप्लो भएकोले छोसी मासे यो होशियार हुनुहोस् हैन। अब यो चाहिँ
चिप्लो भएको भनेर चाहिँ भन्दाखेरि चाहिँ हाम्रो अर्को तरिकाको उत्तानो परेर लडेर चाहिँ चिप्लिरहेको तपाईँले चित्र देख्न सक्नुहुन्थ्यो भने यो पनि हाम्रो मिलेन है। अब अर्कोमा के भनेको छ त भन्दा फादाके छाँगे मूल इसुनिका छोसी मासे हो हैन भनेपछि यहाँनिर चाहिँ भुइँमा चाहिँ छाँगे मूल भनेको चाहिँ विकार सामानहरू अथवा विकार वस्तुहरू भनेको के त डिस्टर्ब गर्ने वस्तुहरू भएको कारणले चाहिँ के गर्नुहोस् त होसियार हुनुहोस् है। भनेपछि हाम्रो यहाँनिर चाहिँ के वस्तु सामानहरूमा चाहिँ ठोकिए जस्तो छ नि त हैन बाह्य वस्तु भन्ने पनि हुन्छ। छाँगे मूल भनेको बाह्य वस्तु अथवा बेकार भनेको नचाहिने वस्तुहरू हैन भनेपछि अब यहाँनिर चाहिँ अब भुइँमा चाहिँ के रहेछ त भन्दा अन्य बाह्य वस्तुहरू रहेछ त्यसको कारणले गर्दाखेरि चाहिँ भएको कारणले चाहिँ होसियार हुनुहोस् भन्ने अर्थ चाहिँ हाम्रो मिल्ने एन्सर चाहिँ हुन जान्छ छङदाबुन साबन निम्लिदा है। 4 नम्बरको एन्सर चाहिँ मिल्न जाने भयो। बुझ्नुभयो होला। अर्को नम्बरमा जानुहोस् है। सरी ल ओबन부터 6번 다음 중 밑줄친 부분이 맞는 것을 고르십시오 भनेको छ हैन। अन्डरलाइन गरिएको भागको चाहिँ मिल्ने कुरा छान्नुहोस् भनेको भयो है। ल अब हामी 5 नम्बरतिर लागौं है। ओबनमा है ओबन फोप्सिदा है। ल अब हेर्नुस् त 게으른 덕분에 똥똥했어요 भनेर भनेको छ है। अब यो खेउरुदा भनेको के हो त अल्छी भनेर भनेको हैन। अल्छी भएको कारणले गर्दाखेरि चाहिँ के भयो अरे त भन्दा तोङतोङ हेस्मिदा तुङतुङ आधा भनेको के भयो त तुङतुङ आधा भनेको चाहिँ मोटो हुनु भनेर भनेको हैन। भनेपछि अब मोटो हुनु भनेको यो अल्छी भएको कारणले मोटो हुनु भनेको यो के भयो त भन्दा नेगेटिभ कुरा भयो हैन। हामीले चाहिँ जहिले पनि थक्पुने अथवा न्यून न्यून थक्पुने चाहिँ केमा प्रयोग गर्छौं त भन्दाखेरि न्यून अथवा उन थक्पुने हाम्रो केमा प्रयोग हुने हुन्छ त भन्दा 긍정적 결과 हैन। 긍정적 결과 भनेको चाहिँ के हो त भन्दा पोजिटिभ नतिजा हैन। पोजिटिभ नतिजा आउँदाखेरि मात्र हाम्रो न्यून न्यून थक्पुने प्रयोग भएकोले यो नेगेटिभ कुरामा हामीले प्रयोग गर्न मिलेन है। ल अर्कोमा छेजो रुल हान थक्बुने खङ्गाङ एसयो भनेर भनेको छ है। अब छेजो भनेको के हो त भन्दा उन्दोङ भन्न खोजिएको यो है। उन्दोङ अनि के त छेजो भनेको के रहेछ त व्यायाम भनेर भनेको रहेछ। अनि छेजो रुल हान थक्पुने भनेर भनेको छ भनेपछि यो पोजिटिभ होला जस्तो छ। अब हामी अरु हेरौँ है। हाङ्गुक सेङ्गा रुल इक्सु खाज्यसयो भनेको छ। अब यहाँनिर चाहिँ हाम्रो फर्म्याटै बिग्रिएको छ हैन। अब हामीले अजिदा अजिदा हेजिदा प्रयोग गर्दाखेरि चाहिँ के प्रयोग गर्ने हुन्छौँ भने अब हादालाई चाहिँ के गरौँ त हे बनाउँछौँ हैन। अनि इक्सु खाज्यसयो भएको भए चाहिँ मिल्ने एन्सर हुन्थ्यो हैन। भनेपछि हाम्रो 3 नम्बरको एन्सर पनि मिलेन है। अनि के भनेको छ त नोगुल छेगहान हुए थोजाङ हाँसेयो हैन हुनुपर्ने थियो। तर यहाँनिर अब सेयो उसेयो प्रयोग गर्दाखेरि हामीले हादामा के प्रयोग गर्छौं त भनेर भन्दाखेरि चेन्ज नगरिकन हाँसेयो प्रयोग गर्नुपर्ने थियो हैन। भनेको हेसेयो भएछ हैन। अब हाँसेयो भएको भए मिल्थ्यो। नोक भनेको चाहिँ खिया भन्नु खोजेको हो है। है खियालाई चाहिँ हटाए पछाडि के त थोजाङ छानी थोजाङ हाँसेयो भनेको कलर गर्नुहोस् भनेर भनेको पेन्टिङ अथवा कलर भनेर भनौँ हैन। भनेपछि 4 नम्बरको पनि मिलेन रहेछ। अब हाम्रो मिल्ने एन्सर चाहिँ 2 को हुने भयो है। अब यहाँनिर छेजो व्यायाम गरेको कारणले के भयो त स्वस्थ भयो भनेपछि यो त पोजिटिभ कुरा आयो नि त। हाम्रो यहाँनिर चाहिँ नेगेटिभ कारणले नराम्रो कारणले गर्दाखेरि कुनै कुराहरु चाहिँ वृद्धि हुँदै गएको कुरा जनाएको थियो र थक्पुने प्रयोग भएन भने हामीले के भनेको छौं त पोजिटिभ हैन खुङजङ जकिन खेलवा भनेर भनेको छौं नि हैन। पोजिटिभ नतिजा आउँदाखेरि चाहिँ हामीले थक्पुने भनेको कसैको कारणले अथवा कृपाले भनेर कसैलाई धन्यवाद अथवा जस दिएर कुरा गर्नु पर्दाखेरि हामीले थक्पुनेको प्रयोग गरिन्छ। त्यही भएर हाम्रो मिल्ने एन्सर चाहिँ कुन हुन जान्छ त भन्दा छङदाबुन इ बनिम्लिदा है। 2 नम्बरको एन्सर चाहिँ हाम्रो मिल्ने एन्सर हुने भयो है। अब हामी अर्को नम्बरमा जाउँ।
है युगबन हेरौँ थिस्यजु सेकारुल पाल्केयो भनेर भनेको छ है ल अब यहाँनेर थिस्यजु अनि सेकाल भएको छ अनि यो पालगाठाबाट चाहिँ यो पाल्गेयो हुन गएको हाम्रो यो भब चाहिँ के होला त यो पालगाठाबाट आएको यो ह फुल्कुजिक भएर हामीले के गरेको त भन्दा ह हटाएर चाहिँ के गरेको त पछाडि ई थपेको हैन पाल्गेयो फर्म ठिक छ तर हामीले अन्डरलाइन गरेको त यहाँ छ हैन अब पालगट्ठा भनेको अब हामीले चिन्नुपर्ने कुरा चाहिँ के हो भन्दा पार्टिकलहरू चाहिँ हामीले चिन्न सकेनौँ भने हामीलाई चाहिँ समस्या हुन जान्छ हैन अब पालगट्ठा भनेको हाम्रो यो भ्यङ्ग्यङ साउन्ड त हैन हुनु आइसकेपछि यङसामा चाहिँ हामीले यङसाको अगाडि चाहिँ रुलुललाई प्रयोग गर्दैनौँ त्यही भएर हाम्रो इल्बन मिलेन है ल अर्को 2 नम्बरमा जानुहोस् स्याङवाल फाङ्सीकी फेउल गए हो है भनेको के हो त सेङवाल फाङ्सिक भनेको जीवनयापन गर्ने पद्धति अथवा तरिका चाहिँ फेउल गए हो सिक्नेछु है अब फेउदा हामीले चाहिँ यहाँनिर पार्टिकलमै हेर्नेछौँ हैन फेउदा भनेको के हो त सिक्नु हैन यहाँनिर के हुने भयो त फेउल गए हो भन्दाखेरि सिक्नेछु हुने भयो भनेको तपाईले कुनै कामहरू सिक्नु भनेको के हो त यो चाहिँ थोङसा अथवा एक्सन भर्बसँग रिलेटेड हुन्छ त्यति बेला हामीले एक्सन भर्बसँग चाहिँ रुलुल प्रयोग गर्थ्यौं हैन यहाँनेर के त फाङ्सी गुल भएको भएदेखिको चाहिँ के हुन्थ्यो त यो मिल्न जान्थ्यो तर ई भयो त्यही भएर 2 नम्बरको पनि मिलेन यल्थुसिएस सिजा काल खयो भनेर भनेको छ है ल अब यहाँनेर चाहिँ यल्थुसिएस अब एस चाहिँ कति बेला मात्र प्रयोग हुन्छ त भन्दाखेरि नाउन प्लस एस चाहिँ के त छाङसो है भनेको छाङसो भनेको के हो त स्थान हैन ल स्थानलाई व्यक्त गर्ने बेलामा मात्र हामीले एस भनेको चाहिँ सुरुवाती बिन्दु अथवा के हो त भन्दाखेरि छाङसोसँग भनेको स्थानसँग प्रयोग गर्दा मात्र प्रयोग गर्ने रहेछ तर यहाँ येल्थु भन्नु बित्तिकै यो 12 बजेको हो भनेको के हो त यो टाइम हो नि त हैन टाइमसँग चाहिँ हामीले सुरुवाती बिन्दुमा एसको प्रयोग गर्दैनौँ के प्रयोग गर्छौं त भन्दाखेरि टाइमसँग चाहिँ के प्रयोग गर्छौं त भन्दा बुथको चाहिँ प्रयोग गर्छौं है के प्रयोग गर्छौं रे त बुथ बुथ भएको भए सही हुने थियो तर यहाँनेर एस भएछ सम्बन्ध पनि हाम्रो छङदाप चाहिँ मिलेन है अर्को नम्बरमा जानुहोस् थैगन हुए सल्गजी बुथ हालकए है अब यहाँनेर चाहिँ हाम्रो के भएको छ त भन्दाखेरि थैगुन हुए भनेको कामबाट फर्किसके पछाडि सल्गजी बुथ हालकए हो भनेर भनेको छ भने अब यहाँनेर बुथ चाहिँ हामीले नर्मल्ली चाहिँ के मात्र पढेको हुन्छौं भने बुथ प्लस टाइमको स्टार्टिङ पोइन्ट हैन भनेको सुरुवाती बिन्दु मात्र हामीले चाहिँ बुझेको हुन्छौं भने तर हामीले बुथको अर्थ चाहिँ अर्को चाहिँ के लाग्नु पर्छ भने प्राथमिकताको काम अथवा के त प्रायोरिटी अफ वर्क्स भनेर भनिन्छ हैन भनेको चाहिँ तपाईले चाहिँ कुनै पनि कामहरुलाई चाहिँ दुईटा कामहरु मध्ये एउटा कामलाई चाहिँ प्राथमिकता दिएर चाहिँ पहिलो कामलाई छनौट गर्दाखेरि हैन भनेको तपाईले चाहिँ पहिलो कामलाई चाहिँ सन्थेक गर्ने बेलामा चाहिँ हामीले प्रयोग गरिन्छ त्यही भएर थैगुन हुए अनि सल्गजी बुथा हालकए हो भनेको चाहिँ यहाँनेर चाहिँ तपाईको कामबाट फिर्किसके पछाडी चाहिँ तपाईको कामहरु अन्य पनि थियो 1 2 3 गरेर हैन भने तपाईले चाहिँ कुनै एउटालाई इम्पोर्टेन्ट कामलाई छान्नु भयो भन्ने बुझिन्छ हाम्रो बुथ प्रयोग भएर चाहिँ टाइम बाहेक अरुमा पनि प्रयोग गर्न सकिने रहेछ त्यति बेला चाहिँ हामीले प्राथमिकताको कामलाई चाहिँ जनाउँदाखेरि भनेको क्रमबद्ध रूपमा काममा कुनलाई चाहिँ अघिल्लो कामलाई प्राथमिकता दिने भन्ने कुरा चाहिँ यसले जनाउँदछ अब यहाँनेर तपाईले कामबाट फर्किसके पछाडी चाहिँ सबैभन्दा प्रायोरिटीको काम चाहिँ के हो त भन्दा भाडा माझ्नैबाट हो भन्ने अर्थ बुझ्नुपर्ने हुन्छ है त्यही भएर छङदाबुन सावन इम्निदा 4 नम्बरको एन्सर चाहिँ मिल्ने एन्सर हुन गयो है त ल हामी अघि बढौं छिलबन बुथ सिबन फिनखाने थुरोकाल खाजाङ आलमाजन गसुर खुरुसिप्सियो भनेर भनेको छ है ल त्यसबा हामी खाली ठाउँमा चाहिँ सबैभन्दा मिल्ने कुरा छान्ने भइयो है त ल अब हेर्नु होला थोजाङ छाकापुल हालते एयरेसु सुफ्रे गन उरो हे आदयो भनेर भनेको छ हैन
अब यहाँनिर के भनेको छ त भन्दा तपाईँलाई चाहिँ थोजाङ छाकप भनेको हाम्रो कलरको काम हो, पेन्टिङको काम होइन। पेन्टिङको काममा चाहिँ के त काम गर्ने बेलामा चाहिँ एयर रेसिसुफ्रेगन भनेको चाहिँ तपाईँको प्रेसर नभएको अथवा हावा नभएको है, प्रेसर नभएको स्प्रे गनद्वारा चाहिँ यादयो भनेको गर्नुपर्छ भनेर भन्दैछ। अनि चालबुन सिगाने नलबुन मेन्जकुल थोसे खाल्सु इस्सयो भनेर भन्दैछ है। भनेको चालबुन सिगान भनेको के हो त भन्दा चाल्दा भनेको छोटो हो होइन, अनि छोटो समयमा चाहिँ, अनि नलबुन भनेको धेरै फराकिलो, म्यन्जक भनेको यो एउटा क्षेत्रफल हो है। भनेको यो चाहिँ धेरै क्षेत्रफलमा चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ अरे भन्दा त कलर गर्न सक्नुहुन्छ होइन। कलरको काम चाहिँ के गर्न सक्नुहुन्छ त गर्न सक्नुहुन्छ भनेको छोटो समयमा धेरै कामहरू चाहिँ अथवा के हो त फराकिलो स्थानमा चाहिँ तपाईँले कलरको कामहरू गर्न सक्नुहुन्छ अरे है त। अब यहाँनिर त्यसो भनिसके पछाडि अब के गर्दाखेरि चाहिँ होला त भन्दा खुरेस भनेको चाहिँ अब हामीले कारण जनाउँदाखेरि त्यस कारणले भन्नु पर्दाखेरि त्यसैले भन्ने अर्थ लाग्ने हुन्छ होइन। त्यो भएर हाम्रो यहाँ खुरेस भन्ने अर्थ लागेन होला है। खुरजीमान त्यसो भए तापनि भन्न मिल्छ त, मिल्दै मिलेन है। खुरीको र चाहिँ छोटो समयमा धेरै काम गर्न सकिन्छ हो त होइन है। हाम्रो मिल्ने एन्सर चाहिँ के हुने भयो त खुरेया। यसले चाहिँ के जनाउँछ त त्यसो गर्यो अथवा त्यसो हो भने है भन्ने अर्थ दिने हुन्छ। भने अब हामीले चाहिँ एयर रेसिगनले चाहिँ स्प्रे गर्यो भने चाहिँ के हुन्छ त भन्दा छोटो समयमा चाहिँ धेरै कामहरू चाहिँ गर्न सकिने रहेछ कलरको, अनि त्यसो गर्यो भने चाहिँ अब राम्रो हुन्छ अथवा त्यस्तो हुनसक्छ भनेर नतिजा दिँदाखेरिको कुरा हुने भयो। त्यही भएर हाम्रो मिल्ने एन्सर चाहिँ कतिको हुने भयो त भन्दा 4 नम्बरको हुने भयो है त। हामी अब अर्को नम्बरमा जाउँ। फाल्गुन, फाल्गुनमा छुक्सा ख्वाली हाल्ते नुन भनेर भनेको छ। छुक्सा भनेको के होला? छुक्सा भनेको गोठ हो नि होइन। गोठ भनेको अब तपाईँको कोरियामा हाम्रो सो नोङजाङ होइन भनेको है। फाली हाल्ते नुन इल्छु इले हानबन सिक भनेर भनेको छ। अनि खाजुक दुलेगे भनेर भन्छ। खाछुक तुल भनेको चाहिँ खाछुक भनेको चाहिँ घरपालुवा जनावर भनेर भनेको है। ल खाचुक तुलेगे फ्याङी सेङ्गिजी आनायो भनेर भनेको छ। फ्याङ भनेको के हो त रोग होइन। रोग चाहिँ लाग्दैन भनेर भनेको छ है। भनेपछि तपाईँले चाहिँ एक हप्तामा चाहिँ तपाईँको यो गोठहरूमा चाहिँ भनेको यो हाम्रो छुक्सान अप भनेपछि यहाँ के हुन्छ त भन्दा थेजी नोङजाङ होइन, सो नोङजाङ, थाक नोङजाङ होइन, यस्ता कुराहरूमा चाहिँ है के गर्ने अरे त भन्दा इल्छुले हानबन सिक एक हप्तामा चाहिँ एक पटक चाहिँ के गर्नुपर्छ अरे त भन्दा एक पटकको दरले भन्न मिल्छ सिक लागेपछि होइन। ल अब ख्वाली या भनेर भनेको छ। ख्वाली भनेको चाहिँ यो चाहिँ तपाईँको हेरचाह अथवा हेरविचार भनेर भनेको है। हेरविचार अथवा व्यवस्थापन भन्न पनि मिल्छ यसलाई होइन। अब यो कुराहरू चाहिँ हामीले दैनिक रूपमा गर्नुपर्ने हुन्छ होइन भने के हुन्छ त घरपालुवा जनावरहरूलाई खानपिनहरूमा चाहिँ असर पर्न सक्छ। त्यही भएर ख्वाली चाहिँ हाम्रो हप्तामा एक दिन गरेर हुँदैन, नालमादा गर्नुपर्ने हुन्छ है। ल अब माल्यया भनेर भनेको छ। माल्यया यो मालिदाबाट आएको होइन, सुकायो भने भन्ने हो, हप्तामा एकपल्ट सुकाउने यो मिल्दैन है। अब छुराया भनेर भनेको छ। छुरा आधा भनेको चाहिँ अब तपाईँले ढुवानी गर्नु भन्ने अर्थ दिन्छ है। ढुवानी गर्नु अब यो चाहिँ तपाईँको परिणाम अनुसार चाहिँ कति ढुवानी गर्ने, दैनिक गर्ने कि हप्तामा गर्ने हो कि यो चाहिँ तपाईँको अब उत्पादन कति छ त्यो अनुसार चाहिँ तपाईँले ढुवानी गर्ने हो भनेको। अब त्यहाँनिरको तपाईँको चिज वस्तुहरू तपाईँको उत्पादनहरू पठाउने हो होइन भनेको। त्यसो भए यो मिलेन। हामीले चाहिँ अब हाम्रो पाठ अनुसार चाहिँ के हुन्छ त भन्दा सोदोङ या भन्ने चाहिँ अर्थ चाहिँ सोदोङ भनेको के हो त कीटाणुनाश होइन। ल कीटाणुनाश चाहिँ गर्यो भने चाहिँ के हुन्छ अरे त भन्दा तपाईँको घरपालुवा जनावरहरूलाई चाहिँ रोग लाग्दैन होइन। रोग नलाग्ने कुरा गरेको छ नि त यहाँनिर। रोग नलाग्नको लागि के गर्नु पर्यो त कीटाणुलाई नाश गर्नु पर्यो होइन।
त्यसको लागि हामीले के गर्नु पर्यो त सोधौँ गर्नु पर्यो। त्यही भएर हाम्रो मिल्ने एन्सर 4 नम्बरको भयो है। ल अर्को नम्बरमा जाउँ। खुबन तालगिरोल सांजाए थामास था थामो नुए इल्थोन छाए भनेर भनेको छ। अब यो इल्थोन भनेर भनेको चाहिँ हाम्रो इल्टन भनेको 1 टन भनेर भनेको है। 1 टन भनेको 1000 केजी हैन। कोरियामा चाहिँ हाम्रो यो इल्थोन छा हैन अथवा वामुल छा यसरी चाहिँ हो वर्गीकरण गरेको छ ट्रकहरूलाई पनि हैन। त्यो कुरा गरेको हैन। तपाईले तालगी भनेको अब स्ट्रबेरी भयो हैन भनेको तपाईको नोङजाङको कामको कुरा आइरहेको छ हैन। सांजा भनेको बाकस भयो हैन। थामा छ राखेर चाहिँ था थामुन हुए सबै राखिसकेपछि चाहिँ इल्थोन छाए हैन। अब गाडीमा चाहिँ के गर्ने होला त भन्दा ओमग्य जुसे हो गाडीमा चाहिँ सार्ने कुरा भन्दा पनि तपाईले काम गरिसकेपछि चाहिँ गाडीमा सार्ने भन्ने अर्थ चाहिँ मिल्दैन हैन। गाडीमा चाहिँ उचालिदिनुहोस् हैन। गाडीमा सो लोड गरिसकेको छैन है। अनि सिर जुसे हो भनेर भनेको छ है। अर्कोमा चाहिँ सुय जुसे हो। सुय भनेको चाहिँ तपाईको यो केहीले ढाक्नु अथवा छोप्नु भन्ने अर्थ दिन्छ है। अथवा हामीले टु कभर भनेर भन्ने गरिन्छ है। कभर गर्नु कुनै पनि कुराहरुले चाहिँ के त ढाक्नु हैन भनेको। यो चाहिँ हाम्रो फलफुलहरु चाहिँ तपाईहरुले अब स्याउ हैन अनि हाम्रो फोक्सुवा जस्ता कुराहरुलाई चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ अब किराहरु अथवा बाहिरको ब्याक्टेरियाहरुले नलागोस् भनेर चाहिँ हामीले छोप्छौं। त्यहाँ चाहिँ बोटमै हुँदाखेरि त्यति बेलाको अर्थ चाहिँ हाम्रो सुयुदा भन्ने हुन्छ भने अब 4 नम्बरको पनि मिलेन। के गर्नु पर्यो त भन्दा तपाईले प्याकिङको काम गरिसकेपछि गाडीमा चाहिँ के गर्नुस् भन्ने अर्थ लाग्ने हुन्छ भने लोड गरिदिनुहोस् भन्ने अर्थ लाग्ने हुन्छ। त्यही भएर 3 नम्बरको एन्सर चाहिँ हाम्रो छङदाबुन साङ बनिम्निदा है। ल अर्को नम्बरमा जाउँ। ल सिब्बनमा चाहिँ के भनेको छ त गा र नाको कुरा भइरहेछ। खा र नाले चाहिँ के भन्दैछ त अब सुनौ है त। ल सुसिरासी ओए नेगा फुरुनुन मारुल मोथुरसै हो। ल के भने त सुशीलाजी किन चाहिँ मैले बोलाएको अनि कुरा चाहिँ सुन्नु भएन भनेर सोधिरहेको छ। अब सुशीलासीले भनिरहेको छ थारुन सेंगाकुल अनि मोथुरसै हो है। अब यहाँनेर के गरेको छ त अन्य सेंगाक भनेको सोच हैन भनेको तपाईलाई यसलाई चाहिँ हामी तान सेंगाक पनि भन्ने गरिन्छ है। तान सेंगाक भन्नु भने पनि के भयो त अरु सोच भनेको तपाईको विचारमा चाहिँ अन्य मनमा चाहिँ कुरा खेलिरहेको कुरालाई जनाउने हुन्छ है। अब त्यहाँनेर अब के भन्छ हानुन फारामे र हानुरागो भनेको छ है। अब थकबुने त मिल्दै मिलेन। गो नास भनेको पनि ए र भन्ने हुन्छ हैन मिलेन हैन। हागो नास गरेर भन्ने अर्थ दिने हुन्छ भने अब यो एन्सर नमिल्ने भयो। थकबुने भन्ने मिल्दै नमिल्ने भयो। अब हामीले छान्नु पर्ने भयो कि त हानुन फारामे हुनु भयो पर्ने भयो कि त अर्को के हुनु पर्ने भयो त भन्दा हानुरागो हुने पर्यो हैन। अब हामीले नुन फारामे र नुरागोलाई चाहिँ कसरी चिन्ने भनेर भन्दाखेरि चाहिँ अब तपाईहरुलाई यो अब डिटेल्समा भन्नको लागि त टाइम लागि नै हाल्छ। म तपाईलाई एक शब्दमा चाहिँ भनिदिने छु कि हानुन फारामे भन्नु भने चाहिँ बाह्य कारण जनाउँदा बाह्य कारण तर के त नेगेटिभ कारण है। बाह्य नेगेटिभ कारण आउँदाखेरि नुन फारामे तपाईलाई चाहिँ के भयो त भन्दाखेरि फिगा ओन फारामे भनेको तपाईको कारणले भएको हैन नि त हैन भनेको पानी आएको कारणले हैन। सागोगा नान फारामे है छिजिने खान फारामे हैन भूकम्प गएको कारणले यस्ता कुराहरु गर्दाखेरि चाहिँ हाम्रो के भन्छ त नुरागो प्रयोग नगरेर नुन फारामेको प्रयोग गरिन्छ भने नुरागो चाहिँ अब नेगेटिभ चाहिँ नेगेटिभै भयो फुजङ नै भयो हैन। फुजङ इयु हैन भनेको नकारात्मक कारणहरु जनाउने बेला प्रयोग गरिने भयो। तर यति बेला चाहिँ के हुन्छ त भन्दाखेरि खेइन इयु हुनु पर्यो है भनेको आफ्नै केही कारण हुनु पर्यो भनेको आफ्नो पर्सनल कारणले गर्दाखेरि चाहिँ नेगेटिभ असर पर्छ भने त्यति बेला चाहिँ के भयो त भन्दाखेरि नुराको प्रयोग गरिन्छ भने बाह्य कारण पर्दाखेरि चाहिँ हाम्रो नुन फारामेको प्रयोग गरिन्छ।
त्यही भएर अब यहाँनिर चाहिँ थारुङ सेङ्गाक भनेको यो त्यो जुन सोच्ने मान्छेले नै गरेको सोच होइन, अन्य सोचहरू गरिरहेको कारणले चाहिँ नेगेटिभ असर पर्यो काममा भने त्यति बेला हामीले नुरागोलाई प्रयोग गर्छौँ र नुन फारामेलाई चाहिँ के गर्छौँ त क्यान्सल गरेर हाम्रो मिल्ने एन्सर चाहिँ के हुन जान्छ त भन्दा छङदाबुन इबनिम्निदा। 2 नम्बरको एन्सर चाहिँ हाम्रो मिल्न जाने एन्सर हुने भयो है त। ल अर्को नम्बरमा जानुहोस्। सिबिलबन ठाउँ थाना ए फिस्तान मारुल खोरुसिप्सियो भनेर भनेको छ है। ल अब यहाँनिर हामीले फिस्तान भनेको के भयो, मिल्ने कि के हो होइन है, भनेको उस्तै अर्थ दिने होइन, उस्तै अर्थ दिने। ल सुजो भनेर भनेको छ। सुजो भनेको के हो, हामीले पानी ट्याङ्की भनेर भन्छौँ, मूल थ्याङ्कु होइन। पानीको ट्याङ्की हो है। ल भनेपछि अब यो सुजो पानीको ट्याङ्की अथवा हाम्रो एक्युरियम जस्ता वस्तुहरू होइन, त्यसलाई चाहिँ सुजो भनेर भनिन्छ भने योसँग मिल्ने के होला त है। ल सुजङ पम्फु भनेर भनेको छ। सुजङ पम्फु भनेको पानी तान्ने पम्प है। पानी तान्ने पम्प भयो भने अब मूल थ्याङ्कु भनेर भनेको छ पानीको ट्याङ्की है। के भयो त, ल मूलथोङ भनेको पानीको भाँडो अनि हाछन भनेको छ है। हाछन भनेको चाहिँ यो नदी हो होइन, भनेको नदी भन्नु त मिल्दैन होइन, भनेको पानी त पानीमै हो, सु भन्नु बित्तिकै पानी हो होइन। ल भनेपछि अब यहाँनिर हाम्रो मिल्ने एन्सर चाहिँ के हुने भयो त भन्दाखेरि छङदाबुन इबनिम्निदा होइन, भनेको 2 नम्बरको हाम्रो मूल ट्याङ्क भनेर भनेको अथवा मूलको ट्याङ्की भनेर भनेको पानीको ट्याङ्की भन्न खोजेको है। पानीको भाँडो होइन, यो चाहिँ सानो भाँडो जर्किनहरू भयो होइन। यो चाहिँ हाम्रो जमिनमा बनाएको चाहिँ माछा पालन गर्नुको लागि बनाएको ट्याङ्कीलाई चाहिँ के भन्ने रहेछ त भन्दा सुजो भनेर भन्ने रहेछ है। त्यही भएर हाम्रो मिल्ने एन्सर चाहिँ 2 नम्बरको भयो है। अर्को नम्बरमा जानुहोस्। सिबिभन ठाउँ थाना ए ख्वाङ्गे इन्नुन मारुल खुरुसिप्सियो। ख्वाङ्गे इन्नुन भनेको हाम्रो सम्बन्ध भएको कुरा भयो होइन। सम्बन्ध भएको कुरा चाहिँ छान्नुहोस् भनेर भन्दैछ है। अब सन्सुबु छुङाङबु भने के भएको छ त भन्दा सन्मिबु भनेर भनेको छ है। अब सन भनेको चाहिँ यो सनबागबाट आएको होला है। सनबाग भनेको चाहिँ के हो त, यो सिप अथवा हामीले भन्दाखेरि चाहिँ पानी जहाज होइन, पानी जहाज। अब हामी यसलाई फे पनि भन्ने गरिन्छ होइन। फेको अर्थ चाहिँ धेरैवटा हुन्छ। अब यहाँनिर पानी जहाज भन्ने पनि जनाउने हुन्छ होइन हो। ल फेले चाहिँ अब तपाईँको पेट पनि जनाउने भयो, नस्पति पनि जनाउने भयो, गुना पनि जनाउने भयो होइन। अब यहाँनिर पानी जहाज पनि जनाउने भयो भने अब यहाँनिर चाहिँ हाम्रो पानी जहाजको कुरा भएको छ है। ल भनेको सन्सुबु भनेको चाहिँ यो पानी जहाजको अघिल्लो भाग, मिडियम अनि मिडिल भाग अथवा यो चाहिँ अर्को के भयो त भन्दा पछाडिको भाग होइन, सबैभन्दा पुछारको भाग, यसरी भन्न मिल्छ है। भनेको पानी जहाजको अगाडिको भाग, बिचको भाग र अन्तिमको भाग है। भनेपछि यो पानी जहाजको के रहेछ त पार्टहरूको बारेमा कुरा गरेको रहेछ भने अब हामीले यहाँनिर अप्सन छानौँ सन्चे फुबुन भनेर भनेको छ है। सन्चे फुबुन भनेको अब यहाँनिर चाहिँ औको चाहिँ बडी भनेर भनेको, सन्चे भनेको सनबाकै सिन्चे भन्न खोजेको है। भनेको के त पानी जहाजको बडी भन्नु खोजेको है। त्यसको चाहिँ के त भाग भनेर भनेको पार्ट्सहरू भनेर भन्दैछ है। पानी जहाजको बडी पार्ट्स भनेर भनेको भयो होइन। ल अर्को नम्बरमा जानुहोस्। सन्चे छाकप भनेको छ। अब यो काम चाहिँ हुँदै होइन है, भनेको पानी जहाजको बडीको काम भनेर भनेको छ त्यो होइन। सन्चे फ्यान्सेक भनेर भनेको छ। फ्यान्सेक भनेको चाहिँ डिस्कलर है। भनेको है, भनेको तपाईँको पानी जहाजको चाहिँ के त कलर उड्नु भन्नु खोजेको भयो होइन। अब सन्चे सेङसाङ अनि सेक्साङ भनेको छ। सेक्साङ भनेको कलर भयो, रङ है। रङको बारेमा पनि कुरा गरेको होइन। हाम्रो मिल्ने एन्सर चाहिँ कतिको हुन गयो त भन्दाखेरि सन्चे फुबुन होइन, पानी जहाजको पार्ट्स होइन। पानी जहाजको अगाडिको भाग, बिचको भाग, पछाडिको भाग भनेर जानकारी गराउँदाखेरि हाम्रो मिल्ने एन्सर छङदाबुन इल्बनिम्निदा है। अर्को नम्बरमा जानुहोस्। ल अर्को नम्बर के भन्दैछ त
14번부터 14번 다음 खुरुलीको नेउँगा खातुन गसुल खुरु सिप्सियो हैन भनेको दिएको चाहिँ हरफ पढेर तपाईले चाहिँ विषयको उस्तै कुरा छान्नुस् भनेर भन्दैछ। अब हामी पढ्नतिर लागौं है त। ल 한국은 세계에서 유명한 조선업 국가 중 하나입니다. कोरिया चाहिँ विश्वमा चाहिँ 유명한 प्रसिद्ध 조선업 भनेको पानी जहाज कम्पनी अथवा शिप बिल्डिङ कम्पनी 국가 중 देशहरूमध्ये 하나입니다. एउटा हो। 한국의 조선업은 기술력, 가격, 경쟁력 등에서 높은 평가를 받고 있습니다. कोरियाको शिप बिल्डिङ कम्पनी चाहिँ टेक्नोलोजी विकास अथवा टेक्नोलोजी शक्ति अनि 가격, प्राइस, 경쟁력, प्रतिस्पर्धा, कम्पिटिसन प्रतिस्पर्धा 등에서 आदिबाट 높은 평가, मूल्याङ्कन 높은 평가를 받고 있습니다. उच्च मूल्याङ्कन चाहिँ पाइरहेको छ। 조선업은 설계, 생산, 부문의 기술력이 포함한 종합 경쟁력에서 세계 1위를 차지하였습니다. 조선업은 पानी जहाज कम्पनी अथवा शिप बिल्डिङ कम्पनी चाहिँ 설계, डिजाइन, 생산, उत्पादन, 부문의 भनेको क्षेत्रको है 기술력 भनेको टेक्नोलोजी र 포함한 समेटिएको 종합 경쟁력에서 विस्तृत प्रतिस्पर्धाबाट 세계 1위를 차지하였습니다. विश्वव्यापी रूपमा चाहिँ प्रथम स्थान चाहिँ ओगटेको छ। 그러나 तर 최근 몇 년간 최근 वर्तमान आजभोलि चाहिँ 몇 년간 है केही वर्षको अन्तरालमा चाहिँ 한국의 조선업 कोरियाको शिप बिल्डिङ कम्पनी चाहिँ 세계적인 경기 침체 विश्वव्यापी रूपको चाहिँ आर्थिक मन्दी वा 경쟁 प्रतिस्पर्धा 심화로 भनेको के त कडा प्रतिस्पर्धा भन्नु खोजेको है। प्रतिस्पर्धाद्वारा 심화로 हिँड्ने प्रतिस्पर्धाको कारणले 다소 어려움을 겪고 있습니다. 다소 केही है केही अरबताबाट आएको है गाह्रो चाहिँ अहिले चाहिँ के गरिरहेको छ अरे त भोगिरहेको छ भन्ने कुरा गर्दैछ है। भनेको कोरिया चाहिँ विश्वव्यापी रूपमा प्रसिद्ध पानी जहाज कम्पनीको देशमध्ये एउटा हो। कोरियाको पानी जहाज कम्पनी चाहिँ टेक्नोलोजी अनि तपाईको प्राइस अनि त्यसपछि प्रतिस्पर्धा आदिबाट चाहिँ उच्च तपाईको मूल्याङ्कन चाहिँ के त पाइरहेको छ भन्ने अर्थ दिएको छ हैन। भनेपछि पानी जहाज कम्पनी चाहिँ त्यसको पानी जहाज कम्पनीको डिजाइन उत्पादनको क्षेत्रमा चाहिँ टेक्नोलोजीलाई चाहिँ समेटेर विस्तृत प्रतिस्पर्धाबाट चाहिँ विश्वमा चाहिँ पहिलो स्थान ओगटेको छ। तर आजभोलि अथवा वर्तमानको केही वर्षमा चाहिँ कोरियाको पानी जहाज कम्पनी चाहिँ है विश्वव्यापी आर्थिक मन्दीको कारणले गर्दाखेरि प्रतिस्पर्धाको चाहिँ कडापनले गर्दाखेरि र त्यसको कारणले गर्दाखेरि केही असहजता चाहिँ भोगिरहेको छ अथवा गाह्रोपन चाहिँ भोगिरहेको छ भनेर भन्दैछ। अब यहाँनेरिबाट हामीले छान्नु पर्यो है विषयको के त मिल्ने कुराहरू है। र त्यसै भए हामी अप्सन पढ्नतिर लागौं। 현대에는 조선업은 다소 어려움을 겪고 있습니다. है भनेको आजभोलि अथवा वर्तमानमा चाहिँ अहिले पानी जहाज कम्पनी चाहिँ केही के त 어려움을 भनेको गाह्रोपन चाहिँ भोगिरहेको छ भनेर भन्दैछ। 세계에서 유명한 조선업의 한국도 점자 भनेको क्रमबद्ध रूपमा चाहिँ के त 시작점입니다 हैन। भनेको अहिले चाहिँ कोरियाको पानी जहाज कम्पनी चाहिँ के हो त भन्दाखेरि क्रमशः रूपमा चाहिँ सुरु हुन अनि भइरहेको छ भनेर भनेको छ। सुरु भएको हैन प्रथम भएको छ हैन। 조선업은 경기 침체와 경쟁 심화 있어도 술술 अनि सञ्जाङ आएको 있습니다 भनेर भनेको छ। भनेको
जोसन अफ चाहिँ पानीजहाज कम्पनी चाहिँ आर्थिक मन्दीको कारणले प्रतिस्पर्धा कडा भए तापनि सुलसुल भनेको निरन्तर रूपमा चाहिँ सञ्जाङ भनेको वृद्धि अथवा विकास भनेर भनेको होइन अनि भइरहेको छ भनेर भनेको छ। अहिले चाहिँ केही गाह्रोपन भोगिरहेको छ भन्ने दिएको छ त्यहाँ माथि होइन। त्यो भएपछि यो पनि मिलेन। हाङ्गो के छ जोसन अफ अनि सान अफ फुन्यानुन सेगे स इ उइरो छाछि हा अनि हेसुमिदा भनेर भनेको छ। दोस्रो स्थान भनेको होइन कि यहाँनिर के छ त भन्दा इ रुई भनेर भनेको छ भनेपछि यो पनि मिलेन। छङदाबुन इल्मा निम्निदा 1 नम्बरको एन्सर चाहिँ हाम्रो के हुने भयो त भन्दा सही हुन जाने भयो होइन। कोरियाले चाहिँ अहिले चाहिँ पानीजहाज कम्पनीमा चाहिँ केही गाह्रोपनहरू चाहिँ भोगिरहेको छ भन्ने हाम्रो यहाँ अन्तिममा दिएको छ अन्तिम हरफमा होइन। तपाईँहरूले बुझि पनि सक्नुभयो होला है। ल त्यसो भए हामी अर्को नम्बरमा जान्छौँ। ल नेक्स्टमा जाउँ हामी है। ल सिपसाबन सिपसाबन हेर्नु होला। 한국에서 전제 국토에서 반 이상 산으로 자치하였습니다. है भनेको कोरियामा चाहिँ छन्जे भनेको के त सबै भनेर भनेको होइन पुरै होइन सबै अथवा पुरै होइन खुक्थो भनेको चाहिँ यो भनेको चाहिँ भूभाग भनेर भनेको है पुरै भूभाग होइन। ल पुरै भूभागको चाहिँ फान इसाङ भनेको फान भनेको आदि भन्दा इसाङ भनेको ज्यादा हैन आदि भन्दा ज्यादा चाहिँ सानो र छाछियास्मिदा हैन पहाडले चाहिँ के गरेको छ अरे त पहाडको रूपमा चाहिँ ओगटेको छ भनेर भन्दैछ है। ल सेरोके छोसङदोएन उल्छाङ हान अनि सालिमुन मोक्चे वा इन्साम मुरुल छेखोङ हेचुगो थायाङ हान थोङसिङ मोरिए ससिक जिगा दोस्मिदा है भनेको सेरोके छोसङहान नयाँ सेरो भनेको नयाँ सेरोके नयाँ हैन छोसङदोइन भनेको निर्माण भएको अथवा के त संरक्षित गरेको अथवा बनाइएको भन्ने अर्थ दिन्छ है। भनेको नयाँ संरक्षित गरिएको भनेको नयाँ चाहिँ उत्पादन गरेको कुराहरू उल्छाङ हान सालिम भनेको घना जङ्गल भनेर भनेको है। उल्छाङ भनेको चाहिँ यो घना भन्ने हुन्छ भने हाम्रो सालिम भनेको चाहिँ के हो त भन्दा वन अथवा जङ्गल भन्ने अर्थ दिन्छ है हैन। हामी फेरि सुप भनेर पनि भन्छौँ हैन सुप पनि जङ्गल हुने हुन्छ भने सालिम पनि हाम्रो जङ्गल हो हैन। भनेको मोक्चे भनेको काठ इन्सानमूल भनेको चाहिँ हाम्रो यो हबुरियो भनेर भनिन्छ है। रियो भयो हबुरियो भन्ने हुन्छ है। भनेको अब यो चाहिँ के भन्ने भन्दा जडीबुटी जन्य पदार्थहरू भनेर भनेको है भनेको है। र अनि छेखोङ हेचुको उपलब्ध गराइदिएर अनि थायाङ हान अनि थोङसिङ मोरी ससिक जिदो सुनिदा विभिन्न प्रकारको जीव जनावरहरूको चाहिँ ससिक्ची भनेको चाहिँ वासस्थान भनेर भनेको है। ल भनेको विभिन्न किसिमको जीव जनावरहरूको चाहिँ वासस्थान भएको छ। 한국 정부에서 4월 5일은 식목 일로 제청되어 나무 심기를 장려하고 그린벨트와 산림포 구역 지정하고 산림 자원에 보호하고 있습니다. है भन्दै के भन्दैछ त भनेर भन्दा फेरि हामी हेरौँ है। ल अब कोरियाको चाहिँ छङ्बु भनेको के भयो त भन्दाखेरि यो चाहिँ राज्य प्रशासन है राज्य प्रशासनबाट चाहिँ हैन अथवा मन्त्रालयबाट चाहिँ हैन 4 महिनाको 5 गतेलाई चाहिँ सिङमोक इल भनेको चाहिँ के हो त भन्दा वृक्षारोपण दिवस भनेर भनेको है। वृक्षारोपण दिवसको रूपमा चाहिँ छेचङदय अथवा छेचङहाय भनेको चाहिँ तोकिएर चाहिँ नामु सिम्गी रुल छाङ्ने आदा भनेको प्रोत्साहन गर्नु भनेर भनेको है। प्रोत्साहन गर्नु है भनेको प्रोत्साहन गरेर चाहिँ खुरिन बेल्ट वा भनेको चाहिँ ग्रीन बेल्ट एउटा ग्रीन धर्का लगाएर चाहिँ त्यहाँबाट चाहिँ तपाईलाई रुख कटानीहरू फडानी गर्नको लागि निषेध अथवा यहाँनिर चाहिँ प्रवेश गर्न निषेध भनेर चाहिँ त्यहाँनिर चाहिँ जङ्गलहरूको बिचमा चाहिँ तपाईलाई यसरी एउटा धर्का चाहिँ दिएर चाहिँ के गरेको हुन्छ त भन्दा ग्रीन लाइन दिएको हुन्छ हैन। त्यो ग्रीन लाइनलाई चाहिँ ग्रीन बेल्ट भनेर भनिन्छ है।
ग्रिन बेल्ट वा साङ अनि सालिम फो खुयक भनेको चाहिँ वन जङ्गल चाहिँ फो आधा भनेको सुरक्षा गर्नु, खुयक भनेको क्षेत्र भनेको वन जङ्गलको चाहिँ के त सुरक्षा क्षेत्रलाई चाहिँ के त अनि छिजङ हागो भनेको तोकिएर चाहिँ सालिम छावाने फोहो हागो इस्मिदा भनेर भनेको छ। वन स्रोतलाई चाहिँ के गरिरहेको छ अरे त भन्दाखेरि फो आधा भनेको बचाइरहेको अथवा सुरक्षा गरिरहेको छ भनेर भन्ने अर्थ दिने हुन्छ हैन। कोरियामा चाहिँ हैन कोरियाको चाहिँ पुरा भूभागको चाहिँ आधीभन्दा बेसी चाहिँ के छ अरे त भन्दाखेरि पाहाड रहेको छ अरे हैन। भनेको नयाँ चाहिँ अहिले संरक्षित गरिएको नयाँ बिरुवाहरू हैन ले चाहिँ के गरेको छ भन्दा घना जङ्गललाई चाहिँ घना जङ्गल चाहिँ तपाईँको काठ हैन अनि त्यहाँनेरिको चाहिँ तपाईँको वनजन्य पदार्थहरू हैन अथवा तपाईँको जडीबुटी जन्य पदार्थहरू चाहिँ उपलब्ध गराइदिएर चाहिँ विभिन्न प्रकारको जीव जनावरहरूको चाहिँ त्यहाँनेरि वासस्थान भएको छ भनेर भन्दैछ है। अनि कोरियाको चाहिँ राज्य प्रशासन अथवा मन्त्रालयबाट नै 4 महिनाको 5 गते चाहिँ वृक्षारोपण दिवसलाई चाहिँ के त तोकेको छ र त्यति बेला चाहिँ बिरुवालाई चाहिँ रोप्ने कुरालाई प्रोत्साहन गरेर अनि ग्रिन बेल्ट चाहिँ तोकिदिएर चाहिँ त्यहाँनेरि चाहिँ हरियो बेल्टमा चाहिँ तपाईँलाई त्यहाँनेरि चाहिँ प्रवेश निषेध भनेर भन्नको लागि अथवा कटानी निषेध भन्नको लागि चाहिँ ग्रिन बेल्ट वा के त तपाईँको वन जङ्गललाई चाहिँ सुरक्षा गर्नको लागि चाहिँ हैन वन जङ्गल सुरक्षा क्षेत्र तोकिदिएर वन जङ्गलको स्रोतलाई चाहिँ के गरिरहेको छ अरे त भन्दा सुरक्षा गरिरहेको छ भन्ने अर्थ दिने हुन्छ। ल अब हामी यहाँनिर मिल्ने एन्सर छान्छौँ है। 한국에서는 반 이상 국토에 차지했습니다। कोरियामा चाहिँ के भएको छ अरे भन्दा फान इसाङ भनेको आधीभन्दा बेसी चाहिँ खुक्थो भनेको के अरे त भूभाग अथवा जमिन हैन। भनेको फान इसाङ खुक्थो ए के त छाची हायस्मिदा भनेर भनेको छ। अब यो खासै एन्सर मिल्न जाने खालको छैन। आधीभन्दा बेसी चाहिँ जमिनले ओगटेको छ भनेर भनेको छ हैन। अब तर यहाँ चाहिँ टोटल छन् चाहिँ खुक्थोको कुरा गरेको छ भनेपछि यो हाम्रो एन्सरै अलिकति अनौठो खालको हुन गयो हैन। 매년 4월 5일에 동물일로 제청하였습니다। 동물일 भनेको के हो त जीव जनावर भनेर भनेको जीव जनावरको दिन भनेर भनेको हो त होइन नि त। के भनेको त भन्दा सिङमोक इल चाहिँ हो नि त वृक्षारोपण दिवस चाहिँ हो नि त। त्यही भएर 2 नम्बरको एन्सर मिल्न गएन है। 나무 심기는 다른 나라에서 작년한 후 시작했습니다। बिरुवा रोप्ने कुरा चाहिँ के रहेछ त भन्दा अन्य देशबाट चाहिँ प्रोत्साहन गरे पछाडि सुरु भएको हो अरे हो त होइन है। आफैले प्रोत्साहन गरेर आफैले सुरु गरेको भन्ने छ हैन। त्यहाँ चाहिँ सिक्मोकिलहरू हैन त्यहाँको प्रशासनले नै के गरेर त भन्दा प्रोत्साहित गरेर चाहिँ यो चाहिँ हाम्रो बिरुवा रोप्ने काम सुरु भएको है। ल अर्को नम्बरमा 한국 정부에서도 수풀 키우기 위해 기여하고 있습니다 है भनेको छ। भनेको कोरियाको चाहिँ प्रशासनबाट नै राज्य प्रशासनबाट नै हैन पनि के भएको छ त सुप भनेको के अरे त जङ्गल भनेर भनेको थियौँ नि त अघि हामीले हैन हो। जङ्गललाई चाहिँ खिउगी भनेको चाहिँ खिउदा भनेको हुर्काउनु भनेको हुर्काउनको लागि चाहिँ किया आगो इस्मिदा भनेको गिया आदा भनेको सपोर्ट गर्नु भनेर भनेको है। कुनै कुराहरूलाई चाहिँ के भन्छ समर्थन गर्नु समर्थन गरिरहेको छ अथवा सपोर्ट गरिरहेको छ भनेपछि हाम्रो मिल्ने एन्सर कतिको हुने भयो त भन्दा कोरियाको प्रशासनले नै यहाँनिर चाहिँ के तोकिदिएको छ त भन्दाखेरि वृक्षारोपण दिवस पनि तोकिदिएको छ अनि के गरेको छ त भन्दा बिरुवा रोप्नको लागि चाहिँ प्रोत्साहन गरेको छ भनेपछि हाम्रो मिल्ने एन्सर कतिको हुने भयो छङदाबुन साबनिमनिदा है। अर्को नम्बरमा जानुहोस्। ल 15번मा चाहिँ के भनेको छ त भन्दा 15번부터 16번 다음 글을 읽고 설명으로 어휘를 고르십시오 भनेर भनेको छ भने वर्णन गरिएको चाहिँ हामीले अवहिलाई चाहिँ छान्नुपर्ने भयो शब्दावलीलाई चाहिँ छान्नुपर्ने भयो के को विषयमा चाहिँ यहाँ कुरा गरेको छ त्यसको हामीले अब अवहि छान्दैछौँ है त। 추락 사고를 방지하기 위해 계급부 사급 발판 अनि के भनेको छ त खासल खेदान 등 अनि 높은 곳에 설치하는 अनि के भनेको छ त भन्दा 구조물입니다 है। भनेको चाहिँ 추락 사고를 방지하기 위해 हैन भनेको चाहिँ के हो त भन्दा 추락 사고 भनेको
माथिबाट के हो त भन्दा खस्ने सामानहरू चाहिँ खस्ने दुर्घटना है सामान खस्ने दुर्घटना भनेर भनेको है भनेको फाङ्जी आधा भनेको के गर्नु त भन्दा निषेध गर्नु भन्ने हो है निषेध गर्नको लागि चाहिँ खे गु फु भनेर भनेको छ यो चाहिँ भनेको हाम्रो यो बाह्य स्थान भन्न मिल्छ है छाकप फालफान काम गर्दाखेरि चाहिँ टेक्ने स्थान अथवा बोर्ड पत्ता हैन माथि हाम्रो काम गर्दाखेरि चाहिँ टेक्ने ठाउँलाई भनिन्छ है अब खासल खेदान भनेर भनेको यो काम गरिरहेको स्थानको के हो त भन्दाखेरि भर्याङ भनेर भनेको आदि नफुन खोसे छ भनेको के भयो त जस्ता चाहिँ अग्लो स्थानबाट चाहिँ सल्छी ए भनेको अग्लो स्थानमा चाहिँ सल्छी हानुन भनेको जडान गरिएको खुचो मुरिमिदा संरचना हो भन्नु खोजेको है ल त्यसमा अब हामी यहाँ एन्सर छान्छौँ है आन्जन खेदान है भनेको सुरक्षा भर्याङ भन्नु खोजेको है सुरक्षा भर्याङ अब हाम्रो यहाँनिर के छ त भन्दा खासल खेदान भनेर आइसकेको छ अब यहाँनिर हाम्रो औही खेदानको बारेमा कुरा गरेको होइन होला आन्जन माग सुरक्षा जाली अब यहाँनिर जालीको बारेमा कुरा गरेको छैन है भनेको के त बाह्य अब बाह्य स्थानहरूमा अथवा त्यहाँनिर चाहिँ हाम्रो बाहिर भनेको खुल्ला स्थान भन्नु खोजेको हैन खुल्ला स्थान भन्न पनि सक्नुभयो यसलाई हैन ल भनेको आन्जन माग भनेको सुरक्षा माग भनेको के हो त जाल अब जालको कुरा गरेकै छैन है आन्जन छाकप कामको कुरा गरेको काम गर्ने बेलामा चाहिँ सुरक्षित हुने कुरा गरेको हैन भनेको आन्जन नाङ्गान भनेको चाहिँ यो चाहिँ सुरक्षा रेलिङ भनेर भनेको है रेलिङै भन्छ होला हैन ल त्यसो भए हाम्रो मिल्ने एन्सर चाहिँ हो सुरक्षा रेलिङ भनेको हाम्रो लडिन्छ कि भनेर चाहिँ साइडमा चाहिँ अलिकति अग्लो लगाएर हाम्रो भर्याङहरूमा पनि तपाईँको अब यस्तो भर्याङहरू छ भने भर्याङमा चाहिँ हाम्रो यहाँ 18 हिँड्नको लागि चाहिँ के राखिदिएको हुन्छ त यहाँ रेलिङ राखिदिएको हुन्छ यही कुरालाई चाहिँ हामीले आन्जन नाङ्गान भनेर भन्ने गरिन्छ हैन भनेको अब तपाईँको स्क्याफोल्डिङ अब फिगे छाकपहरू गर्दाखेरि पनि अब तपाईँले चाहिँ यहाँनिर चाहिँ नलडोस् भन्नको लागि यहाँ काम गरेको छ भने यहाँ मान्छेहरू उभिएर काम गर्दा यहाँसम्म चाहिँ लड्नको लागि अथवा सुरक्षाको लागि चाहिँ उनीहरूलाई चाहिँ बचाउ गर्नको लागि चाहिँ प्रयोग गरिने के हो त भन्दा बारलाई चाहिँ आन्जन नाङ्गान भनेर भनिन्छ है सुरक्षा बार भनेर भन्दा नि हुन्छ है ल बुझ्नुभयो होला अर्को नम्बरमा जाउँ ल सिम्लिक वन आफुबुन ए थालिन थुगे खिन छलफान इयोङ हे फारेथुना वामुरुल थुर ओलिगो सागना उनबान हानुन थुक्सु मोक्चक छार्याङ छाङ्गो खोङजाङ दुङ थायाङहान सानप 현장에서 물류 여울성을 높이는 데 사용합니다. ल के भन्दैछ त भन्दा आप फुबुन भनेको अगाडिको भाग चाहिँ अनि के भनेको छ त थालिदा भनेको अगाडि चाहिँ के भयो त भन्दाखेरि फिजिएको चाहिँ थुगेओइ दुईवटा चाहिँ खिन छलफान भनेको दुईवटा चाहिँ लामो पत्ता भनेर भनेको है इयोङे प्रयोग गरेर फारेथु भनेको फारेत भनेको ब्यारेट हाम्रो जुन चाहिँ सामानहरू राखेर चाहिँ अनि त्यो भुइँमा राखेर त्यो माथि सामान राखेर सामानहरू चाहिँ उचाल्नको लागि चाहिँ सजिलोको लागि बनाएको एउटा प्लेट हो हैन त्यो चाहिँ फारेत भनेर भनिन्छ फारेथुना वामुरुल भनेको कार्गो सामानलाई चाहिँ थुरा ओल्लीगो भनेको के हो त उचालेर चाहिँ सागना थुपार्ने अथवा उनबान हानुन थुक्सु मोक्चक भनेको ओसार पसार गर्ने चाहिँ विशेष मोक्चक छार्याङ भनेको उद्देश्यको चाहिँ के हो त भन्दा सवारी साधन छाङ्गो अनि खोङजाङ भनेको छाङ्गो भनेको गोदाङ खोङजाङ भनेको कारखाना दुङ थायाङ हान सानप 현장에서 विभिन्न प्रकारको चाहिँ हैन उद्योग क्षेत्रमा चाहिँ
मूल्य हेलसँगुल भनेको सामानहरूको चाहिँ प्रभावकारिता चाहिँ नोफिनुन भनेको उच्च बनाउने बेलामा चाहिँ सायङ हान्दिँदा प्रयोग गरिन्छ। भनेको दुईवटा लामो चुच्चो भएको चिज के होला त भन्दाखेरि सामानहरू चाहिँ ओसार्ने अनि ब्यारेट राखेर चाहिँ ब्यारेटभित्र चाहिँ घुसारेर प्रयोग गर्ने चाहिँ हाम्रो थुरेक छ। थुरेकले चाहिँ सामानलाई चाहिँ के गर्ने त तान्ने काम गर्छ। खुल्चाकीले चाहिँ खन्ने काम गर्छ अथवा सामानहरू चाहिँ के त बटुल्ने काम गर्दछ। खुरेइन गरौँ सामानहरूलाई चाहिँ के गर्ने त उचाल्ने काम त गर्दछ तर दुईटा चुच्चो हुँदैन। ठिकै छ भनेको के भयो त फोर्क लिफ्ट भनेर भनेको है। भनेको ठिकै छ फोर्क लिफ्ट भनेको हाम्रो सामानहरू चाहिँ ब्यारेटमा राखेर चाहिँ उचालेर चाहिँ एक ठाउँबाट अर्को ठाउँमा टक्क लगेर सार्ने मेसिनलाई चाहिँ हामी फोर्क लिफ्ट भनिन्छ। छङ दाबुन साबुन हिँड्दा 4 नम्बरको एन्सर चाहिँ हाम्रो सही एन्सर हुन गयो है। बुझ्नुभयो होला। अर्को नम्बरमा जाउँ। 17 बर्डमा थाउमोल इकको मोसे थ्यान खुरिन्जी खोरु सिप्सियो के को विषयमा कुरा गरेको हो? कुनै के को विषयमा हरफ हो छान्नुस् भनेर भनेको छ। 축산 업에 종류 중에 하나로 닭고기나 계란을 얻기 위해 닭을 키우고 농장에서 쓸 수 있는 거름도 생산합니다. हैन भनेको के भने त भन्दा 축산 업에 भनेको पशुपालन क्षेत्रको चाहिँ 종류의 하나로 प्रकार मध्ये एउटाको रूपमा 닭고기나 भनेको कुखुराको मासु अथवा खेरानुल अत्की उये अत्ताबाट आएको है। अत्ता भनेको के हो त प्राप्त गर्नु भन्ने अर्थ दिन्छ। भनेको के भयो त भन्दा अन्डालाई चाहिँ प्राप्त गर्नको लागि थाकुल खिउगो कुखुरालाई चाहिँ हुर्काएर चाहिँ नोङजाङेछ भनेको कृषि फर्ममा चाहिँ सुल्सु इन्धन प्रयोग गर्न सकिने खरुन्डो सेङ्सा नाम्निदा भनेको मल पनि के गरिन्छ अरे त भन्दा उत्पादन गरिन्छ भनेर भन्दैछ। अब यो के को बारेमा कुरा गरेको होला त याङदोन्जाङ अथवा हामीले थोन्सा भन्यो भने यो चाहिँ बङ्गुर फर्म भन्ने बुझ्नुपर्छ है। ल अब याङसिकचाङ भन्यो भने चाहिँ के भयो त अथवा अरयुजाङ भन्यो भने चाहिँ माछा पालन क्षेत्र भन्नुपर्ने बुझ्छ। माछा पालन है। ल भनेपछि यो पनि मिलेन हैन यो पनि मिलेन हैन। याङो अथवा उषा भन्यो भने हैन। अब यिनीहरू चाहिँ के हुने भयो त भन्दाखेरि गाई फार्म भन्ने बुझ्नु पर्यो है। माने याङगेजाङ भनेको चाहिँ के हो त भन्दा अथवा थाकचाङ भन्यो भने चाहिँ के हुने भयो त भन्दाखेरि यो चाहिँ कुखुरा फार्म हुने भयो है। भनेपछि अब हाम्रो मिल्ने एन्सर कतिको हुने भयो त कुखुराको मासु पनि उत्पादन गर्ने अनि त्यसपछि अन्डा पनि उत्पादन गर्ने अनि त्यसपछि कृषि क्षेत्रमा चाहिँ प्रयोग गर्ने मल पनि उत्पादन गर्ने के भयो त छङ्दा पनि साबन हिँड्दा याङगेजाङ भनेको के रहेछ त कुखुरा फार्म है। ल बुझ्नुभयो होला। अर्को नम्बरमा जानुस्। सिफालवन सिफालवनमा के भनेको छ त भन्दा वाङग्यङ सार्यो छिलफ्याङ ख्वालिदुङ यरा फुन्याए वाङग्यङ ख्वाली हानुन छकचङ ओन्दो वा सोब्दोरुल युछि हासुब्दोरुल युछि आगो वानगिरुल थोङहे युहे गासुवा 먼지룰 제거하며 톤사 내부를 정결하게 청소해야 합니다. 환경, वातावरण, सार्यो भनेको दाना अथवा मक्की भन्नु भने पनि दाना भन्न मिल्छ है। छिलफ्याङ रोग ख्वाली व्यवस्थापन आदि यर फुन्याए विभिन्न क्षेत्रको वानग्याङ ख्वाली हानुन भनेको वातावरणलाई चाहिँ व्यवस्थापन गर्ने छकचङ ओन्दोवा भनेको उचित तापक्रम अथवा सुप्तो भनेको आर्द्रतालाई चाहिँ के गर्ने त युछि आगो कायम गरेर वानगिरुल थोङे भनेको के त हावा वा वारपारको माध्यमद्वारा चाहिँ युहे गासुवा भनेको युहे गासु भनेको यो चाहिँ विषाक्त ग्यास अथवा मन्जिरुल छेगा हाम्यो भनेको धुलोलाई चाहिँ हटाउँदै थोन्सा नेबुरुल थोन्सा भनेको अब यो थोन्सा हामीले अघि हेरिसकेको छौँ के हो त भन्दाखेरि
यो चाहिँ बङ्गुर फर्मलाई के भन्छ अरे त थोङ्सा हैन भनेपछि नेबुर हुल भनेको बङ्गुर फर्म भित्रको चाहिँ कोट भित्रको चाहिँ भित्री भागलाई चाहिँ के त छङ्ग लागे सफा गरी चाहिँ छङ्सो हेर्दिँदा सरसफाई गर्नु पर्दछ भनेर भनेको छ है भनेपछि अब यो के को बारेमा कुरा गरेको होला त सो नोङजाङ ख्वाली हानुन फाम्पप भनेर भनेको छ हैन भनेको गाईको नोङजाङ चाहिँ भनेको गाईको गोठ चाहिँ अथवा गाईको कृषि फर्म चाहिँ के भन्छ व्यवस्थापन गर्ने तरिका भनेर भनेको छ थैजी नोङजाङ ख्वाली हानुन फाम्पप अब हाम्रो मिल्ने एन्सर त हाम्रो थोन्सा भन्ने बित्तिकै यो हुन गयो है अर्कोमा के भनेको थाक नोङजाङ ख्वाली हानुन फाम्पप मिलेन छुक्सान चिकवनदुरी या हानुन छाकप भनेको गोठको चाहिँ चिकवन भनेको कर्मचारीले गर्नुपर्ने काम भनेर भनेको छ यो पनि मिलेन अब यो सजिलै छ हैन हामीले थोन्सा बुझ्नु बित्तिकै हाम्रो यो एन्सर मिलिसक्यो हैन भनेपछि अब हामी अर्को नम्बरमा जाँदैछौँ ल सिक्कुबन हेर्नु होला है सिक्कुबनमा के भनेको छ त भन्दा ओइगकिन दुरुन छोवा हानुन ख्वाङगाङ जिम्निदा मानुन गसुल खरुसिप्सियो हैन भनेको विदेशीहरूले चाहिँ मन पराउने ख्वाङवाङ जी भनेको के हो त भन्दा पर्यटकीय स्थल भनेर भनेको है ल विदेशीहरूले मन पराउने पर्यटकीय स्थल हो मिल्ने कुरा छान्नुहोस् भनेर भनिरहेको छ अब यहाँनेरि ओइगुकिन छोवा हानुन हाङ्गोकी ख्वाङगाङ जी भनेर भनेको छ अब यहाँनेरि कोरियाको चाहिँ स्थानहरू दिएको छ क्यापिटल सिटी सौल हैन अनि अर्को सिटी ख्योङजु सरी अर्कोमा हाम्रो विशेष स्वशासित प्रान्त चेचुदो अर्कोमा मिन्सोकछोन परम्परागत गाउँ अर्कोमा चाहिँ के भनेको छ त बुसान हैन दोस्रो ठुलो सिटी हैन यसरी चाहिँ हाम्रो ठाउँहरूको नामहरू दिएको छ हैन अनि यहाँ पर्सेन्टेज छुटाइदिएको छ है ल एक नम्बरमा जानुहोस् बुसान छोवा हानुन सुगा फानिसाङ स्मृदा भनेर भनेको छ भनेको बुसान मन पराउने सु भनेको चाहिँ यो सङ्ख्या भनेर भनेको सुच्चाबाट आएको हैन भनेको यहाँनिर चाहिँ बुसान मन पराउने चाहिँ फानिसाङ भनेको आधीभन्दा ज्यादा भनेको छ आधीभन्दा ज्यादा त बुसान छैन सौल भनेको भए चाहिँ मिल्थ्यो हैन बुसान भन्यो मिलेन है मिन्सोक छोन हागो ख्योङजु छोवा हानोन सुगा खाचुमिदा मिन्सोक छोन र ख्योङजु मन पराउने सङ्ख्या चाहिँ बराबरी छ अरे मिन्सोक छोन सिपसाम चोमसाम ख्योङजु फाल चोमसा मिलेन नि है इबन मिलेन छेचुदो फोदा सौल छोवा हानुन सुगा छकयो छेचुदो सिप्रो सौल फाल्सी पिप्रो भनेपछि छेचुदो फोदा छेचुदो भन्दा सौल छोवा हानुन सौल मन पराउने सङ्ख्या चाहिँ थोरै छ अरे हो र होइन नि है सौल त 82% छ भनेपछि 3 नम्बरको मिलेन अब 4 नम्बरको त मिल्न जान्छ होला हेरौँ है ख्योङजु खानुन ओइगुकिन दुरी खउई अप्सुनिदा भनेर भनेको छ ख्योङजु जाने विदेशीहरू चाहिँ खासै छैन भनेर भनेको छ अब हामीले यहाँनिर हेरौँ है त सबैभन्दा बेसी सौल त्यसपछि बुसान त्यसपछि मिन्सोकछोन त्यसपछि छेचुदो त्यसपछि ख्योङजु भनेपछि ख्योङजु जाने त अरूको तुलनामा त त्यस्तो धेरै रहेन छ नि त हैन भने सबैभन्दा छैन अथवा सबैभन्दा थोरै छ अथवा अरूको तुलनामा खासै छैन छङदाबुन सामान्यनिदा है 4 नम्बरको एन्सर चाहिँ हाम्रो मिल्ने एन्सर हुन गयो ओके ल अर्को नम्बरमा जानु होला ओके अब हामी अर्को नम्बरमा इसिपनमा जाउँ है इसिपनमा अब हामीले यो हाम्रो यहाँनेरिको सूचना हेरेर चाहिँ हामीले अब यहाँनेरि एन्सर छान्नु पर्ने छ हैन ल अब सूचनामा के दिएको छ त हेरौँ है ल छुयुसो एस इलहालबुन भनेर भनेको छ भनेको छुयुसो भनेको चाहिँ यो हाम्रो पेट्रोल पम्प है भनेको हाम्रो तेल हाल्ने ठाउँ है पेट्रोल पम्पमा चाहिँ इलहानबुन भनेको काम गर्ने व्यक्ति अथवा मान्छे भनेर भनिरहेको छ भने मोचिप अनि इन वान हैन मोचिप भनेको अब त्यहाँनेरिको त्यहाँको कर्मचारी भर्ना आएको चाहिँ इन वान भनेको व्यक्ति चाहिँ कतिजना अरे त भन्दा थुम्याङ 2 जना अरे हैन अब सङ्बियल नामजा केटा है ल अब खुन्मुसिगान भनेको छ ओहु सेसी बुथ एरान्सी भनेर भनेको छ भने खुन्मुयोइल भनेर भनेको छ ओरेल बुथ थोइल भनेर भनेको छ है अनि
खुबिय तलब चाहिँ सिगानदाङ सा छ नोफेक भनेको 1 घण्टाको चाहिँ कति रहेछ त भन्दा 4500 दिने रहेछ है भनेको। अनि ओरियल बुथ थोइलसम्म भनेको सोमबारबाट शनिबारसम्म काम गर्ने रहेछ र दिनमा चाहिँ 3 बजेबाट 11 बजेसम्म काम गर्ने रहेछ। मान्छे चाहिएको रहेछ केटा कतिजना त भन्दा 2 जना। बुझ्नु भयो नि हैन। ल कहाँ काम गर्ने मान्छे पेट्रोल पम्पमा है। ल त्यसो हामी 1 नम्बरबाट सुरु गरौँ। छिक्वानोन हानम्यङ फिरियो कर्मचारी चाहिँ छुयुसे एस इरहान बोन थुम्याङ भनेपछि के भयो त 2 जना चाहिएको 1 जना होइन। हारुए एदल सिगान इरुलान्दा है दिनमा चाहिँ 8 घण्टा काम गर्छ। 3 बाट 4 5 6 7 8 9 10 11 8 घण्टा। अर्को पनि हेरौँ छुजुङे इल्हानुन छिक्वान फिरियो भनेर भनेको छ हैन। अब यहाँनिर चाहिँ छुजुङ भनेर भनेको चाहिँ अब यहाँनिर भनेको छुजुङ अथवा हामी यहाँनिर चाहिँ के भयो त भन्दा फ्याङ इल पनि भनेर भनिन्छ हैन। भनेको वर्किङ डेज भनेर भनेको हैन। वर्किङ डेजमा चाहिँ काम गर्ने छिक्वान भनेको कर्मचारी चाहिँ आवश्यक छ भनेर भनेको छ हैन। अब यहाँनिर चाहिँ वर्किङ डेज भनेर चाहिँ अब हामीले यसमा चाहिँ प्राय जसो चाहिँ हैन भनेको अब काम गर्ने दिनहरू कहिले हो त भन्दाखेरि सोमबारबाट शुक्रबारसम्म हैन। थोइर र इरोयल चाहिँ छुमाल भनेर भन्छौँ हैन। त्यो भएर अब यो चाहिँ हामीले यसलाई प्रयोग गरेनौँ हैन। अनि त्यही भएर हाम्रो मिल्ने एन्सर चाहिँ अब यो 2 नम्बरको बनाएको छ हैन। हारु ए अनि के भनेको छ त भन्दा सामान ओछन ओन फम्निदा भनेर भनेको छ अनि फरायो भनेर भनेको छ हैन। सामान ओछन भनेको कति हो त भन्दा 40500 हैन। 8 घण्टाको अब कति हुन्छ त 8 घण्टाको तपाईको 4 घण्टाले गर्दाखेरि चाहिँ 8 चौको 32 हैन 32 2 34000 जति मात्र हुन्छ। अब 40000 कमाउँदैन हैन। त्यही भएर हाम्रो मिल्ने एन्सर चाहिँ 2 नम्बरको बनाएको छु है। ल 2 नम्बरको एन्सर चाहिँ हाम्रो सही एन्सर हुन जान्छ है। ल अब तपाईहरुले हैन आज चाहिँ मैले तपाईहरुलाई इकीको मात्र अथवा रिडिङको मात्र सल्भिङको भिडियो लिएर आए। तपाईहरुलाई भिडियो कस्तो लागेको छ सल्लाह सुझाव र प्रतिक्रिया पनि दिनु होला र लाइक शेयर र सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला। र भिडियो कस्तो लागेको छ आगामी दिनहरुमा चाहिँ कस्तो भिडियोहरु ल्याउँदाखेरि चाहिँ तपाईहरुलाई अलिकति चाहिँ एक्सपेक्टेसन चाहिँ कस्तो खालको भिडियोमा छ हैन। अथवा कस्तो खालको क्वेशनहरु अथवा अब ग्रामरहरुको हो कि हैन कस्तो खालको हो तपाईहरुले सुझावहरु पनि दिनु होला हैन। अनि तपाईहरुलाई चाहिँ नयाँ क्लासहरु चाहिँ गर्नको लागि चाहिँ इच्छुक हुनुहुन्छ भने पनि हैन। तपाईहरु बिगनरहरु हुनुहुन्छ भने अथवा तपाईहरु चाहिँ एक्जाम दिनेवालाहरु पनि हुनुहुन्छ भने पनि हाम्रो चाहिँ यहाँनेरि प्रिपरेसन क्लास तथा नयाँ बिगनर क्लासहरु पनि सुरु भइरहेको छ। हाम्रो यस कानाडा एजुकेसन कन्सल्टेन्सी चाबेलमा चाहिँ तपाईहरुले सम्पर्क गर्न सक्नुहुन्छ र यो माथि दिएको नम्बरमा तपाईहरुले फोन गरेर मसँग डाइरेक्ट कन्ट्याक्ट गर्न पनि सक्नुहुने भयो है। यति भन्दै अब फेरि अर्को नेक्स्ट डेमा अर्को नयाँ भिडियो लिएर आउने नै छु हैन। तपाईलाई आज भने चाहिँ सबैसँग बिदा माग्दछु। हस्त शुभ दिन।